Hello guys, hello. We are back with another video. यसमा चाहिँ हामी के गर्छौं भन्दाखेरि के गर्छौं रे? बेइज्जत गर्छ हामीले आज आफ्नै बेइज्जत गर्ने हो। ओके। हाम्रो चाहिँ अरूको फेसमा हुन्छ होला, हाम्रो इन्स्टाग्राममा चाहिँ ग्रुप च्याट छ जुनमा चाहिँ हामीले चाहिँ रिल पठाउने गर्छौं। अब मैले त राम्रै पठाउँछु के साथीहरुले भाइहरुले कस्तो पठाएन। मेरो त पुरै बाइकको मात्रै छ। लगभग मेरो नि पुरै चढेको मात्रै छ। लगभग ल समझ रहे हो समझ रहे हो ना। ओके ल धेरै माथि जान सकेन हैन। अब हामी फेब्रुअरीको महिनाबाट फेब्रुअरी 14 बाट स्टार्ट। फेब्रुअरी 14 अश्लील है ये लोना आप। 14 भनेछु त 14 भने त म भन्नु भने हात बरै दे मैले के बोल्दिरा थियो मलाई हात लाएर पठायो। Next one. Ayo. Ayo. I don't know, man. अंकल हो कि को पर्छ कि अझै। ल ह्यापी भेन्टा डे। पैराशूट ने भन्दा पता नहीं कुकुर पालेको त्यही भएर त्यसो के भएछ भन्दा त्यसले त्यही भमिट गरेर I shoot. यार क्लब यार गिवे तुझे से नहीं गोवा है लगे अरे ये दुईटैले
वाइल्ड छ तर हाम्रो ग्रुप च्याटको मेसेजहरू म्याक्सिममको सबैको यस्तै हुन्छ होला बोइज हाम्रो त सधैँ नै सजियोस् हाम्रो धेरै सजिलो यस्तै मात्रै हुन्छ के खान लाग्यो तर रेगुलर त्यो उसबाट मिल्दैन साथी अर्को स्कुल गर्नै पर्छ है त्यस्तो लागिरहेको ल के रहेछ साथीले मलाई मेन्सन हान्ने रहेछ के रे हम पीते नहीं भाई ब्रेकअप सङ रहेछ नि त साथी रोइदिउँ अब भान्जेको ब्रेकअप सङ अब रोइदिउँ होइन भान्जेको ब्रेकअप सङ हेर्नुहुन्न 0% भयो 100% डर कि हेर्नुहुन्न भान्जेको ब्रेकअप सङ यहाँ देखाउनु पर्ने चिज अर्को रहेछ साथी कमेन्टहरु यो त ललिपप लागेलु भन्दा राम्रो रहेछ अन्त कस्तो छ मेसेज गरेर पठाएर नि त हेर मेसेज आउने अवेलेबल भन्नु इन्स्टाग्रामले नै भाल्न पनि कस्तो छ मेसेज पठाएछन् भन्दाले भान्जा खतम भान्जेकै काम हेर पठाउने भान्जाको काम पठाएको मैले तर काम भान्जाको भाइ प्लस भाइको छु तपाईँ अनि गाह्रै पर्ने खालको रहेछ नि जाति गर्यो मेसेज ल साथी तिम्रै पाला धेरै हेर्नु बोल रही थी तुम्हारी बाइक से अच्छी तो मेरी स्कूटी है रे यो भान्जेलाई भन्नु पर्छ पहिले त्यो देखाइसक्यो तर्साउनु त होला नि तर्से जस्तो गरिदिउँ है साथी यो त
ग्रुपमा छ भनेपछि राम्रो डार्क वेबको कुरा छ है यसमा यही नै हो ओके त ओके औरत को कैसे बनाएगा है Robin Cafe. Moyes Babu. Respect to ladies है तारा. That's a cool bike. Thanks, dude. That's what I used. Well, it's used. Yeah, you bought a used bike. Well, it's alright, but there are always some issues with a used bike. Not about bike. Its previous owners have done really hardcore driving, and the miles on it are huge. Okay, well, it's only mine. Yeah, it looks fine from the outside, but the engine is totally unfit. Mentally, emotionally, and financially draining. But all that is in the past now. Yeah, but most used brakes come with little brakes, and you were expected to be there no matter. Look, your brake got 3 little brakes, and we're going to give it a black little brake. Be sure about paying for that fuel and maintenance. Pay for the one we buy. By the way, the previous owners come over sometimes to have a ride while they're at work, and the brake happily accepts their key. They might even drive it overnight, if you're on a business trip. Yeah, this bike is now only loyal to me. I mean, you will have to accept the facts. It's mine. Damn. And it's all not about the bike. Mommy? कैसे आप? नानी आको वाला नि पुरै नरहेछ छ पछि इतना सारा लेट चढ़ा है फिर मेरा दूसरा आया है इतना सारा तर यसरी नमस्कार गरेर बिन्ती गर्नुपर्छ गरियो त मैले नि सुनेको साथी एकचोटि त्यो 11 क्लास हुँदा उहाँबाट छुट्टीमा आउँदाखेरि यसले पाइप त्यो फलामको पाइपबाट लिएर गयो बाइक भन्दै धेरै गाली खाए यार मैले त पहिला अయ్యో त्यो अङ्कलले धेरै माया गरेर भन्नुभयो हो थ्याङ्क यू मेरो त अङ्कल हो कन्टिन थाहा साथी भिडियो धेरै लामो हुने भयो नि त फेरि बनाउनु पर्छ यसलाई त
I would do that. तिमीलाई नै भनेर तिमीले नै हालेको सायद हो हो यो पनि भन्ने मान्छेले हो फेरि म कहिले ढिलो गरिदिने तर गाइज कहिले ढिलो गरे भनेर न हिजो हिजो अँ हिजो केमा होला नि कहीँ कहीँ पढाएको फेरि मैसन्दा घुम्न कहीँ निस्के आइनु नरिजाने मैले त त्यस्तो पढाउन गएको थिएँ मलाई घरबाट निस्किँदिन्न यो आजकै कुरो हो स्विकारामा गएको पहिला पढ्दा नि नपढिकन भएछ कि ख्यालै नभए यहाँभन्दा माथि नजाउँ साथी नेक्स्ट डे ल फेब्रुअरी 20 पुग्यो हामी फेब्रुअरी 20 हेर्न सकौँ न सर्ने ल आज फेब्रुअरी 20 हेरेर सक्नुपर्छ 14 देखि 20 मात्रै एक हप्ता यो त अलिक ढिला साथी पढाउन नि घिन लाउँदा मान्छेले पढाएको थिएन महेश रेग्मी एके भान्जा 369 आफैले भान्जा तिमीलाई के भनौँ महेश भान्जा पछि जे सम्झे त्यही भन्दै 369 अरे I am standing here. ओ साथी लास्ट भिडियोको चाहिँ हामीले कमेन्ट पनि हेर्न पर्छ आजको लास्ट भिडियोको हामीले कमेन्ट सेक्सन नि हेर्न पर्छ के आजको अघिको पठाएको रिल चाहिँ के अरे हेर्ने हो कि सायद लास्टको आजको फर्स्ट भिडियो पनि हेर्नुपर्छ आज पठाएको वास धन्ने पढेको Wash it yourself, अरे धन्ने पढ्यो कमेन्ट हेर्नु पर्यो Hello, wash it yourself. Wash it yourself. New diva. Wash it yourself. Wash it yourself. ल अब चाहिँ हामी सिधा लास्ट पठाउने मान्छे आइदिया हुन्थ्यो नि त मान्छे हो होइन ए मधुर पाण्डे मधुर पाण्डे ओपी इन द हाउस मधुरे शाउट आउट टु मधुर पाण्डे के हो नाच्नु लाग्यो कि यहाँ मधुर पाण्डे डान्स यहाँ होइन मैले अहिले झुकेर खोलेँ नै होइन अरू बेला म खोल्थिनँ क्या होइन खतरा राम्रो देखिया जस्तो माने त्यही भएर भनेको
ल अब हाम्रो आजको स्पेसल भिडियो हैन त भर्खरै मधुर पाण्डेले हामीले भिडियो बनाउनेलाई पठाएको यो चाहिँ हैन 11:34 मा लुकाएर हेर्न नौवटा युट्युब च्यानल ल गाइस आजलाई चाहिँ भिडियो चाहिँ यति नै भयो रियाक्ट चाहिँ तपाईहरुलाई कस्तो लाग्छ यदि नराम्रो लाग्छ भने कमेन्ट गर्नु होला राम्रो लाग्छ भने फेरि पनि कमेन्ट गर्नु होला यदि दुईटै लाग्छ भने पनि फेरि कमेन्ट गर्नु होला गर्न चाहिँ गरिराख्नुस् कुराकानी भइराख्छ अनि भोलि यस्तै भिडियो बनाउने कि नबनाउने त्यो पनि कमेन्टमा भनिदिइराख्नु है यो पछिको रेलरै हेर्ने कि नहेर्ने त त्यसपछि चाहिँ हामी कमेन्ट पनि यसो बिस्तारै हेर्दै पनि गरौँला है त ल आजलाई चाहिँ त्यति नै हो आजलाई यति गरौँ ल फिडब्याक चाहिँ कस्तो आउँछ अनि त्यसपछि चाहिँ अब तलको रेलहरू हेर्ने कि नहेर्ने भन्ने हुन्छ तल वाइलहरू अब मेसेजहरू त हेर्नुहुन्न साथै होइन मेसेजहरू चाहिँ नहेरौँला रेलहरू चाहिँ अब हेर्ने कि नहेर्ने भन्ने कुरा ल गाइस तिम्रो देऊ नि त यो वाला ल